Napangiti mo ang aking puso. Bigil, di mapigil ang puso. Ang damdamin ko, kung mapato amin mo Hello, welcome to हजुरहरुलाई मेरो YouTube च्यानलमा मी कौशला लिम्बू। हजुरहरुलाई थाहा छँदैछ म को भनेर। यो के हो भनेर सोच्नुहुन्छ भने यो चाहिँ कसको बर्थडे हो भनेर तपाईहरु सोच्न पर्नु भएको छ भने यो चाहिँ मेरो बिचमा बस्ने मेरो छोरी हो र साइडमा बस्ने मेरो छोरीको साथीहरु हो। मेरो छोरीको आज 9th बर्थडे भएको कारणले चाहिँ म भिडियोहरु बनाउँदै छु। हजुरहरुले राम्ररी हेरिदिनु होला र केक काटिसकेपछि खाजा खानपिन हुन्छ हामी सबैजनाको। यो चाहिँ हाम्रो घरको ज्याक हो साथीहरु। मम्मीहरु भर्खर आइराख्नु भएको छ अनि यतापट्टि चाहिँ सिस्टर अनि त्यसपछि सिस्टर बुझिला। यहाँ चाहिँ म चाहिँ ज्याकसँग छु। हजुर मुला देखाउँदैछ यसले। ठिक्क खानु सारो मात्रै खानु दिनमा एउटा मात्रै खानु भन्नु त यसले के कप खान्छ दिनमा एउटा एउटा सबै थोक एउटा एउटा मात्रै खानु। एकैचोटि कम्ती कम खाने हैन। Bye. Bye. Go to the mommy dad. Bye bye. Bye bye. बुझ्या पनि आएछ। यो चाहिँ मेरो छोरीको गिफ्ट हो साथीहरु। यो अदिरा र उसको मामुको तर्फबाट यो मिठाई प्रकृति र प्रकृतिको दादाले। त्यसपछि यो मेरो मामलेको बोजूदेखि यो मेरो छोरीको डिमान्ड अनुसारको उसलाई के मन पर्छ त्यही ल्याइदिनु भएको। यो मम्मीले यो किनिदिनु भएको अनि यो पनि अनि के बाँकी छ छोरी? यो फल खाए त 5वटा हुन्छ। के 5वटा हुन्छ रे? ए हो। भर्खरै मम्मीहरु पनि जानुभयो साथीहरु। यहाँ नानीले भातङ भुतुङ पारिरहेको छ। मम्मीहरुलाई चाहिँ खाना खुवाइसकेर सबै थोक भएर भाइलाई बोलाएर खाना खुवाएर ओरेर मैले चाहिँ पठाइसकेको छु। मम्मीहरु गइसक्नु भएको छ र अहिले आएर म नानी उसको ठुलो मम्मीले अब नानीले यो डिमान्ड गरेको हुनाले चाहिँ उसको ठुलो मम्मीले यो ल्याइदिनु भएको छ र उसको बोजूको तर्फबाट मलाई हर्लिक्स नै दिनु बोजू भनेर चाहिँ उसले बोजूले नातिनीको डिमान्ड अनुसार ल्याइदिनु भएको छ। आज नानी ह्यापी बर्थडे कस्तो भयो हजुरको? राम्रो भयो।
ह्याप्पी छौ? ओके, के भन्न चाहन्छौ सबैजनालाई? सबैजनालाई ह्याप्पी बर्थडे भन्नु। हो र? ओके छ त, ल हस् त।